यतिको छ अहिले फिलहाल पर्दैछ यो त अहिले मर्निङको उयो यतिको त परिसकेको छ अझै परिरहेको छ अझै अब यही मात्रै छ एउटा यसमै अब लगेज सगेज हालेर उन्द पठाउँला जस्तो छ यो 4x4 यही गाडी मात्रै छ एक हप्तासम्म चाहिँ मुस्किल पर्ने भयो हिउँ मिल्न बाक्लो 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 रहेछ यता सचिन दाई यता हाम्रो आसेङ भाटी चल्यो भाटी पुरा हिँडेर आएको पुरा 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 बाक्लो छ It'll be like